छोरी भनेको भाग्य हुनेलाई मात्र मिल्छ यो संसारमा। तिमी मेरो सपना हौ, अझै महत्त्वपूर्ण कुरा मेरो उपहार हौ छोरी। मेरो तागत, मेरो पहिचान बनोस् मेरी छोरी। मेरो छाया बनोस्, सबैसँग मिठो व्यवहार गर्ने, शत्रुसँग पनि हाँसेर सबलताले जवाब दिने बनोस् मेरी छोरी। मामाले त खतरा खोलेछ नि माटो पनि त्यस्तो गरेर हेर न बुनु। तिमीले अगाडि अगाडि खोलेर जम्मै आलु भ्याउनु भयो। अगाडि अगाडि खोलेछु भन न। म त मुनिसम्म हात गाड्नै सकेन। ओहो थ्याङ्क यू। तपाईँले नि आलु भेटाउनु भयो हो? हो फेरि ल्याउनुहुन्छ? खै कति आलु भेटाउनु भयो सानी? ए फाएबाट भेटाउनु भयो? तर हातमा त छैन त। खासै एकदम धेरै चाहिँ फलेर हुन्छ क्या आलु चाहिँ। अलि मात्रै रहेछ है। धन्दा मैले यत्रो ढुङ्गालाई नि आलु भनिदिएको छु कि है बेबी। धन्दा मैले ठुलो ढुङ्गालाई आलु भनेर टिपिन सानी। तर खासै छैन आलु, फले छैन खासै, फलेको छैन हौ। 2-3 आलु खानु के छ? आलु आलु दाई तेरो खुट्टाभरि आलु। म त बटरफ्लाई पनि मान्छे अहिले। के हो रे? बटरफ्लाई बटरफ्लाई भनेको होला नि। तिमी बटरफ्लाई भयो नि त पुतली। अरे यहाँ आऊ त बुनु, तिमीलाई बटरफ्लाईले बोलायो नि। आलु लिएर आऊ त, एउटै यहाँ रहेछ। यहाँ आऊ त। इ तिमी जस्तै सानो सानो बेबी आलुहरू छ नि यहाँ। यस्तो बेबी आलुहरू खन्न भयो। 5वटा ठ्याक्कै 5वटा हो कि। खोजमै त खासै छैन के आलु त। यत्रो सानो सानो फलेछ, तर बुटो भने यस्तरी मरिसक्यो। आलु भने छैन साथीहरू। हाम्रो बारीमा आलु यस्ता फलेछन् किन? जम्मै खन्दा पनि 15 किलो आलु नै आउनु क्या हो। खै खै खै